नमस्ते यहाँ सबैजनालाई अनि विशेष तपाईहरुलाई धन्यवाद दिन चाहन्छु जसले मलाई मेरो भिडियो हेरेर लाइक कमेन्टहरु गरेर मलाई साथ दिनुभएको छ। आउँदो दिनहरुमा पनि मलाई यसरी नै साथ दिनुहोला भनिकन आशा गर्छु। अनि विशेष चाहिँ आज मैले एउटा सानो भिडियो लिएर आएको छु। खासमा भन्नुपर्दाखेरि चाहिँ यो क्रोस्टिसको बारेमा कतिलाई जानकारी पनि हुन सक्छ नहुन पनि सक्छ, किनभने यो चाहिँ जमानामा हाम्रो आमाहरुको पालामा चाहिँ लाउरेनीहरुदेखि लिएर अनि जस्तै अब जागिरेको बुढीहरु हैन, जसले अब काम नभएको मान्छेहरुले चाहिँ गर्नुहुन्थ्यो के। अनि त्यो चाहिँ किन गर्नुहुन्थ्यो, अहिले चाहिँ किन हुँदैन भनेर चाहिँ यसो किन रहेछ अहिले, किन यो लोप हुँदै गइरहेको छ भनेर सोचेर ल्याउँदाखेरि चाहिँ के, अनि त्यो जमानामा मान्छेहरु फ्री थियो। अनि अब मेरो जमानामा अलिक कम फ्री भयो। त्यसपछि अहिलेको जमानामा मान्छेहरु एकदमै फास्ट छ के, जे कुरामा पनि फास्ट अनि फास्ट पनि चाहने, जे पनि कम्प्युटरको जमाना आइसकेको छ, जे पनि फास्ट चाहन्छ कि। तर यो चाहिँ यस्तो स्लो हुन्छ कि, यति स्लो हुन्छ कि यसको मेलो नै सर्दैन के। यो बुन्न स्टार्ट गरे पछाडि यो चाहिँ एउटा कछुवाको चाल जस्तो हुन्छ के। अनि त्यही भन्छ कि मलाई साथीभाइहरुले भन्छ डेली कन्टेन्ट पोस्ट गर, त्यो राम्रो छ काम हैन, एकदम राम्रो छ, डेली कन्टेन्ट पोस्ट गर न भन्छ, कन्टेन्ट बना भन्छ के। त्यो पोसिबलै छैन नि त। अब एक दिनमा अथवा सपोज 2-4 घण्टामा यति जति मात्र मेलो सर्छ के। सपोज त्यो पनि अब एउटै मात्र कलर छ भने त फास्ट नै हुन्छ हैन। यदि डिफ्रेन्ट कलरहरु कुनै पनि आकार सेपहरु दिनुपर्ने छ, जस्तै फिंगरदेखि लिएर लिप्सहरुदेखि लिएर छ भने चाहिँ त्यो चाहिँ एकदमै टाइम लाग्न सक्छ के। सपोज कुनै पनि अब धेरै कलरहरु युज भइरहेको हुन्छ नि त, हेर्दाखेरि सिमिलर देखिन्छ। तपाईहरुलाई म पछि देखाउँछु हैन। त्यो भिडियो कुनै एउटा भिडियो छ हैन, त्यो भिडियोहरुमा कतिवटा कलर युज भएको छ भनेर पनि म तपाईहरुलाई देखाउँछु हैन। हेर्दाखेरि चाहिँ रातो त हो नि, ओठ त हो नि, एउटै कलर लाउँदा भइहाल्छ नि भन्ने पनि सोच हुन्छ हैन। तर त्यस्तो होइन, किनभने त्यहाँनिर एउटा लिप्सको आकार दिँदाखेरि छायादेखि लिएर अलिकति साइनिङ आएको एरियादेखि लिएर त्यसमा एकदमै डिफ्रेन्ट कलरहरु युज भइरहेको हुन्छ कि, तर सिमिलर कलरहरु युज भइरहेको हुन्छ। त्यही भएर चाहिँ एकदमै मेलो सर्दैन के। अनि दिनकै पोस्ट गर्नलाई पनि पोसिबलै छैन। अनि अहिले मैले पोस्ट गरिरहेको चाहिँ पहिला मैले 2022 तिर नै मैले बनाएकोहरु हो, र त्यो अर्कै मोबाइलबाट बनाएको भएर अनि अहिले चाहिँ मैले फेरि अर्कै मोबाइलबाट फेरि त्यसलाई अनि पोस्ट गर्दाखेरि चाहिँ अलिकति क्वालिटीहरु पनि लो भइरहेको छ। अनि त्यसको लागि माफ गरिदिनु होला। मलाई एक त भिडियो एडिटिङ गर्न पनि आउँदैन, म कोसिस गर्छु अनि अझै राम्रो भिडियो एडिटिङहरु गर्न सकौँ, ट्राई गर्दै जान्छु। किनभने मैले यो मेरो काम पनि मैले सिकेको पनि होइन, एज अ गड गिफ्टेड जस्तो भनौँ न, मैले त्यसरी नै मैले पाएको कुरा हो। र अहिले पनि मैले सुरुको र अहिलेको प्रोजेक्टमा धेरै नै डिफरेन्स आएको छ के। अब त मैले सिक्दै गएँ हैन, अब मिस्टेकबाट नै सिकिन्छ नि त। अनि त्यसरी नै मैले सिक्दै गएर अनि आज चाहिँ थोरै बहुत अलिकति बनाउँदै गइरहेको छु, तर पनि अझै सिक्न बाँकी नै छ हैन। अनि हाम्रो नेपालमा चाहिँ यो चाहिँ एकदमै लोप हुँदै गइरहेको छ क्या। अनि त्यही भएर चाहिँ सकेसम्म चाहिँ यो सबैको सामु म पुर्याउन चाहन्छु। बुझोस् कसैले यो आर्ट, किनभने पेन्टिङ, ओयल आर्टहरुदेखि लिएर जस्तै एम्ब्रोइडरी आर्टहरुदेखि लिएर अहिले त एकदमै चलेको छ नि त एम्ब्रोइडरी त। तर यो चाहिँ छैन के मान्छेहरु बुन्ने, अब बुन्न चाहने मान्छेहरु छ हैन। देखेर चाहिँ वाउ कस्तो राम्रो, म पनि ट्राई गर्छु भन्छ हैन। अनि ल ठीक छ, तर यस्तो हुन्छ है त, यसलाई चाहिँ यति टाइम लाग्छ भनेर चाहिँ एक्सप्लेन गर्दाखेरि चाहिँ मान्छेले हात उठाउँछ के। पहिला मेरो त्यो इन्टरभ्यूको भिडियोहरुदेखि लिएर अनि त्यसमा चाहिँ सबले अब मैले पहिला एकदमै पोस्ट गर्थे के, टिकटकमा पनि म पोस्ट गरिरहेको हुन्थेँ। अनि त्यहाँनिर चाहिँ कमेन्टहरु आउँथ्यो क्या। अनि म पनि सिक्न चाहन्छु, कसरी सिक्ने भनेर कमेन्टहरु आइरहेको हुन्थ्यो। अनि ल नि त सिक्ने मान्छेहरु छ भने म घरमै सिकाउँछु भन्ने तरिकाले अनि मैले उनीहरुलाई डाइरेक्ट कन्ट्याक्ट पनि गरेको थिएँ के। जतिले कमेन्टहरु गर्नुभएको थियो उहाँहरुलाई सबलाई कन्ट्याक्ट गर्दाखेरि चाहिँ त्यो सायद त्यो मैले भनेकोले नै उहाँहरुले हात उठाउनु भयो भने चाहिँ त्यो साँच्चै नै गरेर हेर्दा चाहिँ कति चाहिँ गाह्रो हुन्छ, कति चाहिँ टाइम लाग्छ, कति चाहिँ मेहनत लाग्छ भनेर चाहिँ उहाँहरुले फिलै गर्न सक्नु भएन के। त्यही भएर पनि मान्छेले कतिपल्ट अनि प्राइस कति हो भनेर सोध्नुहुन्छ हैन। अनि मलाई कस्तो अप्ठ्यारो लाग्छ के, किनभने मेरो मेहनतको मैले 5% मात्र मैले लिएको छु के चार्ज, खास भन्दाखेरि के। अनि किनभने अब यो सबैको सामु पुगोस् हैन।
कतिको रहर हुन्छ, कतिको सपना हुन्छ। जस्तै पुरानो फोटो होइन, न त्यसलाई नयाँ ठुलो बनाउन मिल्छ, न के गर्न मिल्छ, त्यस्तो फोटोहरूलाई पनि मैले बनाइदिएको छु कि। जस्तै अब एउटै मात्र फोटो छ भने पनि अनि त्यसलाई चाहिँ अनि क्रस्टिजबाट उतारेर अनि मैले त्यसरी बनाइदिएको छु। त्यही भएर कतिको सपना हुन्छ होइन, अनि त्यो सपना पनि पुरा होस् मान्छेको होइन, कसैको त्यही भनेर पनि मैले त्यस्तो धेरै चार्ज चाहिँ गरेँ जस्तो लाग्दैन होइन। तर यस्तो हो, अब नेपालको उसमा हेर्दाखेरि चाहिँ महँगो नै भएको जस्तो फिल हुन्छ के। अनि त्यही पनि ठिकै छ होइन, बिस्तारै अब मान्छेले बुझ्दै जानुभयो भने चाहिँ सायद मैले लिएको अमाउन्ट चाहिँ केही पनि होइन रहेछ भनेर चाहिँ थाहा पाउनुहुन्छ कि भनेर पनि मैले यो भिडियोहरू लिएर आएको। बिस्तारै मैले गरेको दुःखहरू कस्तो हुन्छ, के हुन्छ, कतिको गाह्रो हुन्छ, त्यस्ता यावत कुराहरू चाहिँ म बिस्तारै अलिअलि गर्दै म लिएर आउने छु। जस्ट अहिलेलाई चाहिँ थोरै एउटा क्रस्टिज आर्टको बारेमा चाहिँ कतिलाई जानकारी नभएको कारणले गर्दाखेरि चाहिँ एज अ जानकारी जस्तो भनौँ न, त्यस्तो जानकारी नै पुरै त नभनौँ, तैपनि एउटा सानो यो जस्तो बनाएर ल्याउने चाहना थियो र यति चाँडै चाहिँ आउने मेरो कुनै पनि चाहना थिएन। तर पनि हेरौँ अब तपाईँहरूले कस्तो अब कमेन्टहरू गर्नुहुन्छ, कतिको इन्ट्रेस्ट देखाउनुहुन्छ होइन। मेरो यो मौली आर्ट कसरी स्टार्ट भयो, मेरो अवार्डसम्म म कसरी पुगेँ, अनि र अहिले म के गर्दैछु, कसरी गर्दैछु भन्ने यी यावत कुराहरू चाहिँ बिस्तारै बिस्तारै स्टेप बाई स्टेप भिडियोहरू बनाउँदै ल्याउने छु। त्यतिन्जेलसम्मलाई प्रतीक्षा गरिदिनु होला। अनि मेरो भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला। आउँदो दिनहरूमा फेरि पनि म यस्तै सानसानो जानकारीमूलक मेरो क्रस्टिजको बारेमा भनौँ न, अरू त कुरा होइन, सानसानो जानकारीमूलक मेरो जर्नीको बारेमा चाहिँ तपाईँहरूलाई भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्म प्रतीक्षा गरिदिनु होला। हस्त, नमस्ते, बाई बाई।